हेलो एन्ड नमस्ते सबैजनालाई। हामी चाहिँ आज अनप्लान्ड एक्कासी प्लान बनाएको फ्रस्ट्रेट भएर होइन, घरमा बस्दा बस्दा दिक्क लागेर कामसाम पनि केही गराएन है। अनि ल आज क्याम्पिङ गइदिउँ न भन्ने सोचमा म र साथीले टक्क प्लान बनाएर साथी आउँदैछ मलाई लिन होइन। अब बाँकी भिडियो यही साथी आएपछि हुन्छ। साथी आइसकेको थियो मेरो, मैले अरू भिडियो बनाउनु पाइनँ, हिँड्दा हिँड्दै बनाएँ होइन। रियल बोलेको भोइसमा चाहिँ अब यो बाइक चलाउँदाखेरि अलि हावाले गर्दाखेरि क्लियर नआउनेको कारणले गर्दाखेरि यो गऱ्यौँ होइन। हामी चाहिँ हिँड्दा हिँड्दा यो चाहिँ हाम्रो ठ्याक्कै हेटडाँडाबाट चौकीडोल हुँदै सामरी हुँदै यो ब्यारेकबाट कट्यौँ हामी। पानी यति सफा थियो, पानी यति सफा थियो, गएर डुब्की हान्ने जस्तो लागिरहेको थियो, तर ढिला हुन्छ भन्ने लागेर होइन हामी चाहिँ सिधै गन्तव्यतिर लाग्यौँ। सिम भन्ज्याङ र दामनको प्लान गरेर हिँडेको होइन। अब के हुन्छ होइन, बाँकी हजुरहरू हेर्दै जानु है त। हामी चाहिँ अब लगभग यो त्रिखण्डीमा आइपुग्न लाग्यौँ। यो झरीको सिजनमा यति झर्ना हुन्छ नि, यति झर्ना हुन्छ, आमामा पुरै आँखै पुरै लोभ लाग्थ्यो क्या, बेहोस हुने क्या। अनि त्यो पानीले गर्दाखेरि कहिलेकाहीँ बाटोहरू पनि ब्लक हुन्छ क्या, एकदम खोला बग्नेको कारणले होइन। अनि हामी चाहिँ त्रिखण्डी हुँदै अब ठ्याक्कै हामी चाहिँ सिम भन्ज्याङ पुगिसक्यौँ है। अरू बाँकी भिडियो बनाउनु पाएन, हामी चाहिँ स्पोट हेर्दै बसिरहेको थियो। ढिला हुनुको कारणले हामीले त्यस्तो भिडियो सिडियो त्यस्तो नबनाइकन डाइरेक्ट हामी सिम भन्ज्याङ पुगेर दामन जाने भनेको थियो। सिम भन्ज्याङमै ल बसौँ न, यस्तो दामी मौसम छ, यस्तो दामी क्लाइमेट छ, पानी यति परिरहेको छ होइन। म यति निथुर्के भइसकेको थिएँ होइन, यति निथुर्के भइसकेको थिएँ। हेर्न देख्न सक्नुहुन्छ होइन। अनि हामी चाहिँ अब टेन्ट सेन्ट हाल्ने भनेर यति सफा गरेर टक्क सबै त्यो 4x4 त्यो भेडा बाख्राहरू राख्ने रहेछ क्या। अनि उता चौरमा गएर राख्ने भनेको चौरमा राख्न मिलेन है। अनि हामी यहीँ टेन्ट गाडिदिउँ सफा गरेर। यो चाहिँ हाम्रो भ्यू पोइन्ट हो, टक्क पानी परिरहेछ है झमझम। अनि रात परिसकेको थियो, हामीले टक्क खानासाना चाहिँ नखाएको होइन। चौचो खाना चाहिँ बिहान खाने भनेर चौचो पकाएर होइन। यो चाहिँ हाम्रो रातको मेरो प्यान्ट भिजेर पुरै त्यहाँ सुकाइरहेको छ होइन। चौचो पकायौँ टक्क दुईजना दोस्त मिलेर। आइला मिठो है। हामी त्यहीँ पसलमा सेल पनि अन्डा पनि खाएको थियो होइन। यो चाहिँ रातिको भ्यू है। हामी लगभग 10-11 बजिसकेको थियो होइन। गाइस यो चाहिँ बिहान उठ्ने बित्तिकै म यस्तो छ है। अब चाहिँ टक्क उठेर बाहिर जानु पर्यो, बाहिर है त। I'm opening this top. Oh my god, हुस्सु सब हराएछ नि सर। This is the view. यो चाहिँ मेरो प्यान्ट भिजेर होइन एकैछिन सुकाएको होइन। Let you view this. No. It's too cold, fucking cold, yeah. This is the view, 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 this is the me. यस्तो बवाल भ्यू चाहिँ जुका चाहिँ लाग्छ है। टेन्सन चाहिँ यही एउटा नभए त इट्स टु वर्थ क्या, इट्स टु वर्थ। Fucking so cold, man. Look at view. Look at view with me. Jam. अनि यहाँबाट चाहिँ होइन हाम्रो पुरै त्यो वीरगन्जको त्यो घन्टाघर अनि इन्डियाको पटनासम्म देखिन्छ क्या, मौसम खुलेको भयो नि। तर अफकोर्स यार हामी अनलकी रहेछौँ क्या, पुरै हुस्सु लागेको थियो क्या।
Wow, yeah. What a beautiful view, यार. अनि मेरो अनुहार देखाउँदै होइन यो नपरे अनुहार हो कि के हो यस्तो अनुहार देखाउँदै ल है. बिहान पुरै मर्निङ वाक हिँड्दै क्या म एक्लै क्या, साथी पुरै सुतिरहेको थिएँ है. के गर्ने अल्छी लाग्छ होइन, यसो वक गरिदिउँ न भनेर जिउ पनि तात्तिन्छ भनेर होइन, म चाहिँ वकमा टक्क हिँडिदिएको क्या. यस्तो दामी भ्यू छ अनिखेरि हिँड्नु परेन भने अब हेर्नु न ल. अब यति भन्दै म मेरो भिडियो एन्ड गर्न चाहन्छु होइन. हजुरहरूले पक्कै लाइक कमेन्ट सब्सक्राइब गर्नुहुनेछ भन्ने म आशा गर्दै फेरि अर्कोचोटि पनि यस्तै दामी दामी भिडियो लिएर आउँछु भनेर बाचा गर्दै होइन हजुरहरू सामु म नमन बिदा दिँदै टाटा बाई बाई. यस्तै भिडियो हेर्नको लागि त्यो बेल आइकन कि के भन्छ नि त्यसलाई पनि थिचेर राख्नु होइन. हजुरकोमा अवश्य आउनेछ. बाई.